हेलो साथीहरु नमस्ते हजुरलाई स्वागत छ मेरो अर्को भिडियोमा। आज चाहिँ तपाईहरुमा चाहिँ मैले हाम्रो यो कम्पनी नजिकै हप्तामा एकचोटी लाग्ने बजारको केही झलकहरु तपाईहरुमा चाहिँ लिएर आइरहेको छु। अनि साथमा यो सेतो फुल्ने फुल के यो फतकोच भन्छ क्या कोरियन भाषामा, अनि साकुरा पनि यो दृश्य बजारसँगै यो फुलको दृश्य तपाईहरुमा लिएर आइरहेको छु। अनि कोरियाको बजारमा के बेचिँदो रहेछ अब त्यो पनि हेरौं। अनि एकचोटी सर बजार पनि घुमौँ है त। अहिले चाहिँ दिउँसोको समय भयो, ठ्याक्क 12 बज्न लागेको छ। हामी खाना खान आउँदाखेरि यो भिडियो बनाएको। घाम एकदम बेसी छ, घाम बेसी भएको भएर अब यो खिच्न नि मिलेन के। बिहानमा हाम्रो टाइम मिलेन, बेलुकामा फेरि यो बजार छिटै तपाईको बजार छिटै उड्दो रहेछ के 4 बजेतिर। अनि त्यो भएर हाम्रो चाहिँ खासै टाइम नमिलेको भएर दिउँसोको समयमा यसो समय मिलाएर तपाईहरुमा यो भिडियो लिएर आइरहेको छु। हप्तामा एकचोटि लाग्ने बजार है। यसरी यहाँ यी काम गर्दाखेरि लाग्ने औजारहरू, आज सिधुरीहरू सबै यहाँ भएको छ। अनि यहाँ यस्तरी छ है। फेरि चिकन फ्राईहरू छ के रे। अहिले चाहिँ हामीले खाना खाने भएर अहिले चाहिँ खाइएन, तर मलाई खुब मन पर्छ। आएर खाइन्छ कहिलेकाहीँ। यो सुजहरू, यतापट्टि फेरि कपडै छ है। अलि सस्तो छ हुन्छ भनेर भन्नु न त भन्नुहुन्छ के। एक दुईचोटि किनेको बजारमा जति हो त्यति नै हुन्छ। फुलहरू यहाँ यसरी राख्नु भएको छ। अनि यो यो माछाहरू यहाँ यो हामीले खाइँदैन होला है यहाँ उसहरूले त, तर यसरी राखेको हुनुहुन्छ। 안녕하세요. 이거 동영상. 네. अनि यहाँ चाहिँ यसरी बङ्गुरको मासुहरू राख्नु भएको छ। उसिनेको मकै छ। कोरियनहरू चाहिँ धेरै सजिलो हुनुहुन्छ मान्छेहरू, खासै त्यस्तो सहयोग गर्नुहुन्छ। कोहीलाई हाँस्नुहुन्छ देख्यो भने। यहाँ यस्तो तरकारीहरू राख्नु भएको छ। अब यताको लाइन चाहिँ कपडै हो। यी हाम्रो यो नेपालमा डोको बेच्न राखे जस्तो के यो पहिला साना गोबर सोरिन्थ्यो के यस्तो छ है। यहाँ चाहिँ आज सिहरूले खाना खाइरहनु भएको छ। हामी पनि अब खाना खान जाने। यो कपडै पसल हो, सबै यतापट्टि कपडा मिक्समा रहेछ। हाम्रो चाहिँ किनमेल चाहिँ छैन। हामीले अस्ति भर्खर किनमेल गरेको भएर म आज चाहिँ बजार मात्रै अवलोकन गर्ने भयो। उता चाहिँ ख्वाजाहरू छ। यहाँ चाहिँ फलफुलहरू राख्नु भएको छ। साथीहरु यहाँ चाहिँ अब मूर्ति अब के हुनु यहाँ अब यसरी बनाएर यस्तै राख्नु भएको छ बेच्नको लागि। यो गौतम बुद्धको चाहिँ यहाँ चाहिँ फ्राई आइटमहरू थेगिम त्यो फ्राई आइटमहरू छ। यहाँ चाहिँ तारेको अब चाहिँ गर्मी लागेछ, घाम चाहिँ एकदम मजाले लागेछ आज चाहिँ है। यसरी फुलहरू सर्र फुलहरू कति राम्रो फुलहरू राख्नु भएको छ है। यसरी नेपालमा चाहिँ हो कि बेच्ने सिस्टम तरिका त बजारमा चाहिँ यसरी आजु मान्नु उभिएर यसरी बेच्नु भएको छ। प्याज चाहिँ सबै तरिका त नेपालमा नि यस्तै हो क्या, तर हाम्रो सहरमा लाग्छ बेच्न चाहिँ।
यता बाहिर चाहिँ अब फुल हेर्नु यस्तरी यो हतकोच हुन्छ फुलको दृश्य सहित सिजाङ गर्नु यस्तरी छ है। दृश्य यो चाहिँ यहाँ यता नि फुलहरू राख्नु भएको छ। कोरियन आदिवासीहरूले अब यसो फुल किन्ने क्यार्ने यहाँ यी बेर्नाहरू आएछ है। मकैको यो चाहिँ मकैको बेर्ना के हुने फर्सीको बेर्नाहरू यसरी नेपालमा चाहिँ यसरी बेच्न लिएर आउनुभएको छ नर्सरी गरेर कसो कसो। यता टमाटरको बेर्ना यहाँ सागहरू साग गोपी तपाईँको यो भेन्टा यसरी यहाँ बेच्न लिएर आउनुभएको रहेछ। अब अर्कोचोटि सिजन लाउँदा हामीले पनि लगेर लगाउनु पर्दछ यसरी। यता चाहिँ सिधै बेर्ना के को बेर्ना हो यो त मलाई पनि थाहा छैन है राम्रोसँग। तर यसरी बेर्नै उखेलेर ल्याएर यसरी बेच्न राखेको हुन्छ बेच्न राख्नुभएको छ है। मजा के को बेर्ना हो त्यो त मलाई पनि थाहा छैन नि। यस्तो यस्तो यी सबै यो बेच्न लिएर आउनुभएको यहाँ चाहिँ ए नोराङ सागवा अरे होरू यो नाम लेख्नु भएको यहाँ चाहिँ नामहरू छ मिनी सागवा अरे मिनी सानो खाने ए स्याउहरूको बेर्ना रहेछ यो चाहिँ है। यो स्याउहरूको बेर्ना रहेछ मैले स्याउको चिन्ह राखेको भएर चिन्ह भएको भएर मैले थाहा पाएँ। यो चाहिँ यो छ एकदम महँगो चिजहरू होला खै। यहाँ मह पनि रहेछ माथि चाहिँ यो मह उसको। अनि साथीहरू यो के अरे के हो यो जनावर टर्की होइन यो चाहिँ के हो यो यसरी कुखुराहरू यसरी बेच्न राखेको हुन्छ है। यस्तै राख्नुभएको छ यो कुखुराहरू सबै तपाईँको कुखुराहरू यहाँ खरायो नि बेच्न राख्नुभएको छ यसरी। खरायो यता कुखुरा फेरि हाँस अन्त खरायो बिचरा यसरी बेच्न राख्नुभएको छ। यता चाहिँ त्यही बेर्नाहरूको छ है। आज सिधुरीहरूले हेर्नुहुन्छ हेर्न त हेरेको छ केटोले भनेर होला। कोही कोही हाँस्नुहुन्छ कोही रिसाउनुहुन्छ यस्तै छ है। यहाँ चाहिँ गोपीका डल्ला गोपी बेच्न लिएर आउनुभएको रहेछ ए गोपी अब यसरी बेच्न आउनुहुन्छ। अब यहाँ नि खरायो रहेछ लोकल कुखुरा नि छ है। अब यो खरायो यस्तरी राख्नुभएको छ लोकल कुखुरा। अनि यहाँ नि लोकल कुखुरा यो त खै कस्तो कुखुरा हो यता सबैलाई। अब दिउँसो खाना खाने बेला भएको छ क्या सबैको 12 बजेर अब सबैले खानुहुन्छ यहाँ चाहिँ। यस्तै भालेको अब विभिन्न थरीका कुखुराहरू छन् है। यता त बाहिर छोड्नु भएको नि रहेछ। खान त कति राम्रो चराहरू सजाउने चराहरू घरमा यी चराहरू तपाईँको अनि बेच्न लिएर आउनुभएको रहेछ। राम्रो राम्रो छ। आज हुनुहुन्छ यहाँ चाहिँ के गरेको छ केटोले भन्नु होला मन भने होइन। अन्त कति राम्रो चराहरू छ यता पनि आइज। अलि घाम भएर नि राम्रो देखिएन। ठिक छ हामीलाई समय यही समय मिलेको यही समयको मा रमाउनु पर्यो। सब खाना खाने बेला भएको छ अब। अनि ल अब तपाईँलाई लास्टमा तपाईँलाई थोरै हाम्रो फतकोचको दृश्य पनि देखाउँछु। यस्तो यो रातिमा चाहिँ राम्रो देखिन्छ। अब हो त्यहाँ अहिले चाहिँ घाम भएको भएर है अलि
राम्रो उस नदे घामले खाइदिँदो रहेछ कि त्यो उस चाहिँ यही हो हाम्रो यो नजिकै लाग्ने बजारहरू ल साथीहरू अब अर्को भिडियोमा भेटौँला हाम्रो यो सिजाङको दृश्य र यहीँसम्म आजलाई अब अर्को भिडियोमा भेटौँला त्यति बेलासम्म हाँसी खुसी रहनु होला है ल बाई बाई